सुरुमा ग्राउन्ड गयौँ, त्यसपछि ग्राउन्ड गएर एउटा भिडियो बनायौँ र ब्याट्सम्यान खेलाडीहरू पनि उता अभ्यास गरिरहेको थिए। यता हामीले टक्क एउटा भिडियो बनायौँ। त्यसपछि हामीले ब्याटिङ सुदूरपश्चिमको फर्स्ट ब्याटिङ भयो। त्यसपछि फ्याप भन्दै करायौँ, किनकि फ्याप अलि हाम्रो नजिकै थियो र उता दिपेन्द्र आउट हुँदा चाहिँ मलाई बहुत स्याड भएको थिएँ, एकछिन बस्थेँ। त्यसपछि अनि फेरि छक्का चौका आरिफले हान्दा चाहिँ खुसी लाग्यो। त्यसपछि हेमन्त दामी दाइलाई अगाडि देख्दा चाहिँ खुसी लाग्यो। हेमन्त दाइले विराटनगरको फर्स्ट बलमै विकेट गएको थियो र फ्याप डुप्लेसिसको विकेट हेमन्त दाइले लग्दा चाहिँ मलाई खुसी लागेको थियो, किनकि म हेमन्त दाइको बहुत ठुलो फ्यान थिएँ र त्यसपछि अझै पनि फ्यान छु। र त्यसपछि हेमन्त दाइलाई एकछिन हेरेँ, टक्क कराएँ। त्यसपछि सुदूरपश्चिमले जित्यो। त्यसपछि कराउँदै गस्यौँ हामी साथी र म। अनि त्यसपछि टक्क आनन्द आयो र त्यसपछि आफ्नो टिम कर्णाली आउट भए पनि छिमेकीले हेर्दा चाहिँ खुसी लागेको थियो र फाइनल पनि सुदूरपश्चिमले जित्ने